Hi everyone, welcome to my channel. This is Miss Sarika Khatka and I'm back after so long. So मैले आज vlog बनाउनुको रिजन चाहिँ हजुरले थाहा पाइसक्नु भयो होला टाइटल हेरेर नै. सो आज चाहिँ के हो भन्दाखेरि तिहार. ह्यापी तिहार सबैजनालाई. यो तिहारको हार्दिक मङ्गलमय शुभकामना. यो तिहारले गर्दाखेरि हजुरहरूको तिहारहरू सबै जितमा परिवर्तन होस् भन्दै म मेरो भ्लग स्टार्ट गर्न चाहन्छु. म चाहिँ के भन्छु भन्दाखेरि यो तिहार भनेको चाहिँ एकदम फेस्टिभल अफ लाइट्स हुन्छ नि, लभ अनि देउसी भैलो हुन्छ नि, सबै याद आउँछ क्या. अनि त्यसपछि अब नेपालमा हुँदाखेरि यति रमाइलो गरिन्थ्यो गरिन्थ्यो होइन. अनि त्यसपछि यहाँ आएपछि नि अब किन एक्लै खल्लो बनाएर बस्नु भन्दाखेरि त्यो झन् त्यो दिमागमा नेपालमा त्यो हुन्छ नि, कति दिन अगाडिदेखि त्यो घर सफा गरेको, लाइट्स हालेको, सबै फ्यामिलीहरू ग्यादर भएको एउटा त्यो हुन्छ नि, छुट्टै नै रौनक हुन्थ्यो नि त. त्यो सम्झेर बस्यो भने झनै रुनु मन लाग्छ भनेर चाहिँ मैले चाहिँ भ्लग स्टार्ट गरिहालेँ होइन. अनि अब नेपालमा हुँदाखेरि त हुन्छ नि, रङ्गोली बनाउने यस्तो गर्ने कस्तो रमाइलो हुन्थ्यो क्या. अब यतिखेर चाहिँ अब 5 बजिरहेछ नि त. अब नेपालमा चाहिँ लाइक 2-3 बजीदेखि नै झन् पुरै त्यो घरै पुरै फेरि पखाल्ने अनि त्यो रङ्गोली बनाउनुको लागि हुन्छ नि, त्यस्तो गर्ने हुन्थ्यो. तर अहिलेको लागि चाहिँ अनि हुन्थ्यो, मलाई चाहिँ त्यही मात्रै त्यो हिट हानिरहेछ क्या. अनि त्यसपछि तर त्यसको लागि चाहिँ मैले हुन्छ नि, म यतिकै त खाली चाहिँ बसिनँ क्या. मैले त्यो सफा गर्ने हुन्छ नि, पूजाको सामान सफा गर्ने कि पूजा सामानहरू रेडी गर्ने कि के गर्ने भनेर चाहिँ हुन्छ नि आफूलाई बिजी नै राखेँ. तर अब अहिले चाहिँ म आफै पनि रेडी भएको छैन. अब अहिले चाहिँ रेडी भएर अनि अब दिदीहरू आउनुहुन्छ, अनि दिदीहरूलाई कुर्छु अनि म अब पूजाहरू गरेर म अब अहिले एकछिनमा भिडियो बनाउँदाखेरि चाहिँ म हजुरलाई भेट्छु नि त है. सो गाइस, म चाहिँ रेडी भइसकेँ अहिलेलाई. अनि म चाहिँ यहाँ अहिले यस्तो गरेर अनि यहाँ यो बत्तीहरू राखेर यहाँ गीतहरू बजाएर लाइक हुन्छ नि त्यसरी बसिरहेको छु. अनि अब अहिले चाहिँ मेरो दिदी अब अस्मिता दिदी आइसक्नु भयो. अब मेरो दिदी चाहिँ एकछिनमा आउँछ. अनि त्यही भएर एकैछिन कुरिरहेको छौँ. अनि अहिलेको लागि चाहिँ मलाई कस्तो खुसी पनि लागिरहेको छ. अनि म जहिले तिहारमा भने जस्तै क्या त्यो हुन्छ नि, लाइक अब म यति सकाएपछि चाहिँ देउसी भइरहेको जान्छु कि हुन्छ नि, बाबालाई फकाइ भने जस्तो नि भाइस आइरहेछ क्या मलाई. अनि त्यसपछि अनि मलाई त के अरे कस्तो हुन्छ नि, घरमा हिजो बेलुका बोल्दाखेरि पनि त्यस्तै इमोसनल भएको थियो. अनि अब अहिले पनि मलाई त्यस्तै भइरहेछ. अनि त्यसपछि म धेरै भिडियो पनि बनाउनु त बनाउँछु, तर म अहिले नै भइसक्यो. म अब एकछिनमा बनाउँछु है त. तिहार सो ह्याप्पी तिहार, ह्याप्पी भाइटिका सबैजनालाई. अब हामीले चाहिँ यहाँ उयो सामानहरू रेडी गरेर चाहिँ हामी टिका लगाउनको लागि रेडी भइसक्यौँ. अनि आज अनि मैले अब अस्ति नै चाहिँ होइन सबैजनालाई ह्याप्पी भाइटिका. अनि मैले अस्तिको दिन नै मैले भ्लगहरू अब के भएर कन्टिन्यू गर्न पाएन. ल मैले अब आज चाहिँ भाइटिकाको दिन चाहिँ मैले त्यही भ्लग कन्टिन्यू गरेर चाहिँ अब हाल्न लागेको छु. यहाँ चाहिँ अब म र यहाँ खै कहाँ छ, म र मेरो दिदी छौँ. अनि त्यसपछि
हामीले टिका लाउनलाई रेडी भइरहेछौँ हामी बाबा मम्मी भाइहरूसँग हुन्छ नि अब भन्यो भने फेरि बेकार इमोसनल भयो भने चाहिँ एकदमै याद आइरहेछ अनि हिजो सबैजनासँग भिडियो कल गरेर यसो गरेर सुत्दाखेरि 3 बजिसकेको थियो होइन अब सबैजनाले टिका लागेको हेर्दा उ गर्दा अनि अहिले चाहिँ हाम्रो यहाँ 2-3 भइसकेको छ अब चाहिँ हामी यहाँ रेडी हुँदै अब लाइक अब चाहिँ टिका लगाइहाल्ने हो है रेडी भएर चाहिँ लगाइहाल्छौँ अब हजुरलाई चाहिँ टिका लागेको अलिकति सानो क्लिप हालेर देखाउँछौँ यो भ्लग चाहिँ एकदमै सानो स्विट हुन्छ Stay tuned, guys. Stay tuned. सो ल हाम्रो चाहिँ यो सेटअप हो है अनि हामीले चाहिँ त्यहाँ बाहिर बिमिरो र ऊहरू चाहिँ पूजा गर्नुको लागि चाहिँ रेडी पारिसक्यौँ अनि यहाँ चाहिँ मेरो दिदी र म चाहिँ यहाँ अब आफूले जति जान्यो जे गर्यो त्यसरी नै रेडी पारेर चाहिँ हामी रेडी भइसक्यौँ IRS Nepal, complete digital entertainment house. ल है हामीले चाहिँ टिकाहरू लगाएर सबै सकिएर चाहिँ मेरो दिदी पनि अहिले बाहिर गइसक्यो अनि म चाहिँ अहिले एक्लै छु अनि अब यस्तै रहेछ है नेपालमा भएको भए त त्यहाँ टिका लगाएर सबैजना मिलेर खाना खाएर अब के गर्ने हुन्छ नि अब तास खेल्ने के खेल्ने सबै त्यस्तो भएर बसिन्थ्यो नि त नेपालमा त अब सबैजना हुन्थ्यो अब यहाँ त एक्लै अब हुन्छ नि रियालिटी चाहिँ एक भने जस्तो लाग्ने क्या अनि त्यसपछि केही छैन अब जे भए पनि निधार खाली भएन होइन दिदी र बहिनी भए पनि टिका लगायौँ अब योपालि चाहिँ अब कस्तो भाइलाई टिका लाउन नि पाएन योपालि भन्दा नि 2 वर्ष भयो भाइलाई टिका लाउन नपाएको भनेर चाहिँ एकदमै कस्तो इमोसनल फिल भयो अनि अब त्यही पनि केही छैन भनेर आफूलाई मन बुझाएर चाहिँ बसेँ अनि अब झन् यतिकै एक्लै क्या अब टिकटकहरू बनाएर बसेँ होइन मैले यति धेरै टिकटक बनाएको छु म त हालिदिन्छु सबै भ्याटका भ्याट होइन अनि टिकटकहरू बनाएर चाहिँ बसेँ अनि त्यसपछि चाहिँ अब अहिले चाहिँ के उ गरिरहेको छु भन्दाखेरि अब चाहिँ म के खान्छु मैले बिहानदेखि केही पनि खाएको छैन लाइक पानी पनि खाएको छैन होइन अब हिजो चाहिँ बेलुका त्यस्तै 3-3:30 बजीतिर सुतेको थिएँ होइन अब घरमा फोन गर्दा बाबा मम्मीहरूले टिका लगाएको हेर्दा भाइले टिका लगाएको हेर्दा अनि अर्को दाइहरूसँग नि टिका बोल्दाखेरि ओ माई गड होइन यस्तो ऊ भयो क्या सुत्नै ढिला भयो अनि उठ्नै पनि ढिला भएको थियो अनि त्यसपछि चाहिँ अनि हामीले चाहिँ टिकाहरू चाहिँ ओ माई गड अनि हामीले टिकाहरू चाहिँ लायौँ अहिलेलाई अनि अब ह्याप्पी भाइ टिका मेरो सोपु अनि मेरो दाइहरू हुनुहुन्छ होइन अमृत दाई वरुण दाई अनि अब यस्तै भयो के गर्नु अब अर्को वर्ष चाहिँ अब टिका लाउन पाऊँ होइन भनेर एकदमै आशले नै अब योपालि नै मनायौँ अब ठिकै छ अब कति वर्ष भन्ने होइन अब अर्को पालि चाहिँ हुन्छ नि सकिएसम्म चाहिँ टिका लाउन पाऊँ भनेर चाहिँ एकदमै आशा छ अनि अब परदेशी यस्तै हो कि अब के गर्ने यहाँ त अब छैन न अब नेपालमा भएको भैलो खेल्न जानुपर्छ बेलुका भन्ने हुन्थ्यो है अब अहिले त छैन क्या अब यहाँ के गर्ने बस्ने होइन अब म त यतिकै अब चाहिँ म
खान्छु अनि सुत्छु त्यही भएर चाहिँ अहिले बेलुका म एकचोटि पूजा गर्दाखेरि चाहिँ म भिडियो बनाउँछु अनि त्यसपछि इन गरेर सुत्छु है त अब यस्तै भयो तिहारहरू यस्तै भयो भाइटिकाहरू होइन ल है म चाहिँ अब खाँदैछु कहाँ देखेन यो चाहिँ बिरयानी हो है दिदीले हिजो बनाएर राखेको थियो बिरयानी मोमो अनि म चाहिँ अब त्यही खाँदैछु दिदीले उहाँको म टिकटकहरू बनाएर बसिरहेको थिएँ नि त अनि दिदीले उहाँ कल गरेर छिटो खा भनेर फेरि म ग्यास्ट्रिक हुन्छ नि त अनि त्यही भएर सो ल म अहिले चाहिँ भ्लग हेर्दै खाँदैछु अहिले एकछिनमा मैले भने नि अघिको जस्तै म अहिले एकछिनमा पूजा गर्ने बेला के गर्ने बेला म हजुरलाई भिडियो बनाएर भेट्छु है त हेलो सबैजनालाई म चाहिँ सुतेर उठिसकेँ अनि अब उठेर चाहिँ ड्रेसहरू चेन्ज गरेर अनि अब म बत्ती बाल्न लागिरहेको छु अब बत्ती बाल्छु है त म ल हेर्नुहोस् है त मैले चाहिँ यहाँ पूजा गरेर बत्तीहरू बालेर पनि मैले सकेँ अनि चाहिँ अब यसै साथ अब नेपालमा पनि अब तिहार त नेपालमा त सकिसक्यो यहाँ चाहिँ अब केही आवर्सहरू बाँकी छ अनि अब यस्तै भयो तिहारहरू रमाइलो भयो नै भनौँ सबैलाई हुन्छ नि लक्ष्मी पूजा नि रमाइलो भयो लक्ष्मी पूजामा चाहिँ मैले भिडियो कन्टिन्यू गर्न पाएन अनि आज चाहिँ अब थोरै क्लिप्सहरू लिएको छु अब मेरो भ्लगमा जहिले भन्छु अब राम्रो गर्न त खोज्छु है अब त्यो हुन्छ नि लाइक आफूले भ्लग नगरेको बारेले होला अब त्यो गर्न यादै नभइहाल्ने क्या अनि त्यसपछि चाहिँ अनि आज पनि अलिअलि गरेर भए पनि बनाएको छु छोटो र मिठो हुन्छ होला अब आजको भ्लग अनि आजको भ्लगमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आई मिस यु सो मच मेरो भाइ मेरो फ्यामिली सबैजनालाई एकदमै धेरै धेरै माया र सम्झना अनि छिट्टै भेट्न पाऊँ भन्ने आशा गर्दछु र मेरो आवाजको लागि यति नै र मेरो भ्लग मन पराइदिनु भयो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला ओके बाई